यो पेन भन्ने शब्द जुन छ नि, यो दुखाइ, यो वर्ड सुन्ने बित्तिकै धेरैजनालाई डर लाग्छ। कसैको टाउको दुख्छ, कसैको पेट दुख्छ, कसैको दाँत दुख्छ, कसैको मुटु दुख्छ। तर यो दुखाइ, यो पेन भन्ने जुन शब्द छ, दिज आर आवर फ्रेन्ड। यो हाम्रो एकदमै इमान्दार साथी हो। यदि पेन भएन भने हामीलाई नोक्सान गर्छ। त्यसैले पेन भनेको साथी। अब कसरी हाम्रो साथी हो भनेपछि तपाईँ एउटा इक्जाम्पल दिन्छु। इक्जाम्पलको लागि तपाईँको दाँत दुखिरहेको छ, पक्कै पनि दुश्मनले अट्याक गरेर तपाईँको दाँत दुखिरहेको होला, ब्याक्टेरियाले अट्याक गर्यो अथवा कुनै जीवाणुले अट्याक गर्यो। त अट्याक गरिसकेपछि जबसम्म पेन हुँदैन हामी त मेडिकलमा गएर उपचार गर्दैनौँ। कुनै पनि बाहिरबाट शत्रुले अट्याक गर्ने बेलामा जब दाँत दुख्छ त्यति बेला हामी चाहिँ गएर उपचार गराउँछौँ। भन्न खोजेको के हो त, हामीलाई फ्युचरमा अझै नोक्सान नहोस् भनेर पेन चाहिँ एउटा सिग्नल हो। त्यसैले यो हाम्रो साथी हो। र पेन भएको खण्डमा तपाईँले इग्नोर गर्नु हुँदैन। केही न केही समस्या छ है शरीरमा भनेर बुझ्नुपर्छ। जस्तै तपाईँको टाउको दुख्यो, टाउको दुखिरहेको छ भने पक्कै पनि रातभरि सुत्नु भएन, काम गरिराख्नु भएको छ भनेको वी निड अ रेस्ट। त्यसले टाउको दुखिरहेको छ, निन्द्रा पुगेन, हामीले जुन 6-7-8 घन्टा सुत्नु पर्ने हो, बडीलाई चाहिन्छ त्यो निन्द्रा, त्यो पुगेन भने पनि टाउको दुख्छ। त्यो भनेको इन्डिकेसन हो तपाईँको निन्द्रा पुगेन है, तपाईँ सुत्नुहोस्। तपाईँको आँखामा समस्या छ, आँखा कमजोर भइसक्यो, आँखा दुख्न थाल्छ, त्यसपछि तपाईँ गएर आँखा चेक गर्नुहुन्छ। त्यो पेन नभइदिएको भए तपाईँले आँखा चेक गर्नु हुन्थेन होला। हो, त्यो पेन पनि के हो त, राम्रो कुरा हो। कसैलाई माइग्रेन भयो त्यहाँ पेन हुन्छ। मसिनो काम गर्ने जुन मान्छेहरू हुन्छ, भरिएर धेरै मोबाइल तपाईँले चलाउनु भयो, तपाईँ आँखा दुख्न थाल्छ। त्यो आँखा दुख्यो भने द्याट इज इन्डिकेसन, त्यो एउटा सिग्नल हो तपाईँले मोबाइल धेरै चलाउनु भयो है, तपाईँको आँखामा धेरै स्ट्रेस पर्यो, त्यसैले पेन भयो। पेन भनेको राम्रो कुरा हो। तपाईँ दिनभरि भोकै बस्नुभयो, केही पनि खानु भएन, तपाईँको ब्लडमा रहेको सुगर कम भयो, त्यसपछि के हुन्छ, टाउको दुख्छ। त्यो पेन भनेको पनि के हो त, तपाईँको बडीको सुगर लो भयो है भन्ने इन्डिकेट गर्यो नि। हो, त्यसपछि तपाईँ खाना खानुहुन्छ, त्यो पनि राम्रो कुरा हो। त्यसैले पेन भन्ने चिज चाहिँ राम्रो कुरा हो। त्यसैले मैले भनिरहेको छु बारम्बार, पेन भनेको हाम्रो इमान्दार साथी हो। हाम्रो जीवनको रक्षाको लागि पेनले तपाईँले इन्डिकेट गर्छ केही समस्या छ। त्यसैले भन्छु पेन भनेको हाम्रो साथी हो। त्यसैले तपाईँले सानो पेनलाई पनि इग्नोर नगर्नुहोस्, मनन गर्नुहोस् आखिर किन पेन भइरहेको छ र त्यसको चाहिँ उपचारको लागि लाग्नुहोस्। हस्त, धन्यवाद।